हेलो एन्ड नमस्ते वेलकम टु माई युट्युब च्यानल म्युजियम भ्लगमा स्वागत छ। आज हामी घान्द्रुक छिरिरहेका छौँ। हामी चाहिँ आज घान्द्रुक हेर्न सिरीमा यात्रामा जाँदैछौँ हामी घुम्न। ल म अगाडि गएर खिच्छु। बाटो चाहिँ अहिले चाहिँ राम्रो तपाईहरुलाई राम्रो हिमाल। मैले त भ्लग बनाउन लाग्छु। मेरो त 5000 छ नि, त्यही भएर बनाइराख्छु। कतिवटा मोबाइल देख गर्दिम त को पर भिडियो कुनै दिन औकात मिल्यो भने यस्तै मोबाइल हेर्नु। ए ओहो हिमाल, यो मोबाइलदेखि र यो मोबाइलदेखि क्यामेरा हेर्नु, क्यामेरा कस्तो देखिन्छ। अर्ना भइसक्यो आयो सिंह कसरी हेर्छ। यसको सिंह चाहिँ खतरा रहेछ। यो त भैँसी हो, भैँसी न्यान्डी। बाटो चाहिँ यस्तै छ। तपाईँलाई माथि गाउँ पुगिसकेपछि देखाउँछु। यो हिमाल चाहिँ हेर्नु न, पुरा हिमाल। अलि जुम गरिदिउँ। टिमुरको बासा टिमुर कान्छ दुग्रो होमस्टेबाट चाहिँ यस्तो घाम लागेको छ, धेरै चर्क्या। एकैचोटि माथि पुगेर हिमाल यहाँको होमस्टेहरू यहाँ हेर्न आउने भनेको यही हो, केही छैन यता। ढुङ्गाको घर, सुन साथी पैसा कमाएर के गर्छस्? यस्तो ठाउँमा घुम्न आए पो हुन्छ त। मरेर लानु के छ र? घुम साथी घुम, जिन्दगीमा रमाइलो गर्नुपर्छ। टुप्पामा अलि हिलो रहेछ क्या, भर्खर काम हुनु लाग्छ। साथी मरेर लानु के छ र? घुम्न आओ केटा, घुम्न आओ। जिन्दगीमा के छ र? रमाइलो गर्नुपर्छ, हो किन आन्टी? रमाइलो गर्नुपर्छ। पैसा कमाएर के गर्ने साथी? मरेर लानु के छ र जिन्दगीमा?
घुम्ने रमाइलो गर्ने खानपिन गर्ने त्यही त हो साथी जिन्दगीमा। हेर त्यही भएर यस्तो यस्तो ठाउँमा टक्क घुम्ने रमाइलो गर्ने साथी तपाईँहरू पनि यस्तै गर्नुहोस्। मेरो साथीहरूलाई मात्रै होइन तपाईँहरूलाई पनि हो बेस्ट। आउनुहोस् घुम्नुहोस् यस्तो यस्तो ठाउँमा घुम्ने रमाइलो गर्ने। कहाँदेखि हो र असली है भाइ असली भन के। हेर्न आउने भनेको यो गाउँ हो। गाउँ हेर्नुहोस् तल ड्रेसेस लगाएर खिच्न लगाएको छन् साथीहरूले। भ्यू चाहिँ यही हो यहाँको हिमाल सिमाल यस्तो छ। यहाँ दाजुले उहाँ चिया खाइरहनु भएको छ बस्नु दाइले खान्छहरू यस्तो बस्नुहोस्। अर्को हाम्रो अर्को ग्रुप दाइहरू उता हुन्छ। यति हो यो चाहिँ फुल के को फुल हो गाउँ हेर्ने गाउँ त्यो तल्लो गाउँ हेर्ने के यहाँ आउनुको अर्थ त्यो हेर्न हो। यहाँबाट च्याट कस्तो देखिन्छ कति राम्रो छ हिमाल। हजुर ल ल रमाइलो हेर्न आउनु सबैजना आउनु हेर्न मन हुन्छ हुन्छ। घान्डुको रमाइलो हेर्न आउनु। तिम्रो अनुभव के छ भन। मैले खाने दाजु तपाईँको अनुभव? एकदमै रमाइलो घान्द्रुक पुरानो गाउँमा अहिले ट्याक्क आइपुगेका छौँ। बडा रमाइलो भयो। एक कप तातो चिया खाइयो। अब हामी पुरानो गाउँ गएर एकदम यहाँको कल्चरल ड्रेस लगाएर एकछिन फेरि त्यहाँ पनि टिकटकहरू बनाउने रमाइलो गर्ने। हजुर ल त्यसपछि हाम्रो यात्रा फेरि अगाडि बढ्छ। भाउजू तपाईँको? मेरो केही छैन ठिक छ सबै। यही छन् के